यो गोरिल्लाले चाहिँ बिरालो र बिरालोको आमालाई लखटिरहेको हुन्छ। अनि कुनै बाटो नभएपछि ऊ पहाडबाट चाहिँ आम फाल्छिन्। पहाडबाट आम फालेको बेलामा चाहिँ एउटा ठुलो नदीमा खस्छन्। खसेपछि बिरालोको बच्चा चाहिँ एउटा नहर जस्तोमा देखेको हुन्छ। फेरि यहाँ पाण्डा देखिन्छ। पाण्डाले सहयोगी पाण्डा हुन्छ। पाण्डाले बोकेर आफैले लिएर जान्छ अनि त्यसलाई सफा गरिदिन्छ नुहाएर। कति राम्रो है। त्यसरी खानेकुरा पकाएर खुवाएर अनि आफै सँगै सुताउँछ। अनि त्यसपछि दुवैजना मजाले हिँडिरहेका हुन्छन् जङ्गलमा एक दिन। अनि एक्कासी त्यो सानो बिरालोले चाहिँ आफ्नो मम्मीको लास देख्छ। बिरालोको आफ्नो आमाको लास देख्छ, रोइरहन्छ। तर के गर्नु,